यो अहिलेको चाहिँ प्रहरी प्रशासन र खास गरी जिल्ला प्रशासनलाई मैले भन्छु, हाम्रो करबाट, जनताको रगत पसिनाबाट उठेको पैसाबाट, नेपाली जनताको नाममा आएको ऋणबाट तलब खाने कर्मचारीहरूले संविधान विपरीतको निर्देशन मान्नुहुन्न। म सेना, प्रहरी र प्रशासनलाई म अपिल गर्न चाहन्छु, तपाईहरूले संविधान ऐन कानुनको पालना गर्ने हो, तर संविधान विपरीतका कामहरू जो आज सरकारको तर्फबाट भएको छ, अहिले यो निषेधित क्षेत्र घोषणा गर्नु, प्रदर्शनको प्रतिबन्ध लगाउनु भनेको संविधान विपरीत काम हो। संविधानको धारा 17, 270 को 1, 2 र 74 को चाहिँ नि 274 को विपरीत काम हो। किनभने यो संविधानको धारा 270 ले कुनै पनि राजनैतिक पार्टीले कसैले पनि आफ्नो राजनैतिक दर्शनको मान्यता प्राप्तिको लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउँछ र त्यसमा प्रतिबन्ध लगाउन पाइँदैन र त्यस्तो प्रतिबन्ध लगाउने कानुन बनाउनु भनेको चाहिँ संविधान विपरीत हुन्छ भनेर भनेको छ। यो अहिले त्यही काम सरकारको तर्फबाट भएको छ। यो निषेधित क्षेत्र घोषणा गर्नु, हामीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिनु भनेको संविधान विपरीत काम हो। त्यसै गरेर धारा 270 को 2 ले के भनेको छ कि सबै मानिसले एउटै राजनीतिक विचार मान्नुपर्छ, एउटै दर्शन मान्नुपर्छ भनेर त्यो अनुसारको कानुन बनाउन पाइँदैन, त्यस प्रकारको निर्देशन र आदेशहरू जारी गर्न पाइँदैन, त्यो संविधान विपरीत हुन्छ र त्यस्तो खारिज हुन्छ भनेर भनेको छ। त्यसकारणले यो निषेधित क्षेत्र संविधान विपरीत हो, हामीले शान्तिपूर्ण प्रदर्शन गर्दा गर्दै। त्यसकारण यस्ता संविधान विपरीत कामहरू सरकारी तलब खाएर, जनताको तलब खाएर प्रहरीले पनि पालना गर्नु हुँदैन, कार्यान्वयन गर्नु हुँदैन र सिडिओले तत्काल यस प्रकारको कामबाट पछाडि हटोस् भन्ने म आग्रह गर्छु। र हामीले आदेश मान्यो होला नि त हो, सरकारले पनि आदेश जे गर्यो त्यही मान्नुहुन्न। मैले यही कुरा भन्नु खोजेको, संविधान विपरीतका आदेशहरू गर्यो भने सिडिओले पनि भन्नुपर्छ यो संविधानको मर्म र भावना विपरीत छ र यो पालना गर्न सकिँदैन र यस्तो गर्न मिल्दैन भनेर सिडिओले पनि भन्नुपर्छ। अहिले सिडिओले जारी गरेको आदेश संविधानको फेरि पनि भन्छु धारा 270 को 1, 2 विपरीत छ र यो खारेज योग्य छ। हामीले कानुनी लडाईँ पनि लड्छौँ, राजनीतिक लडाईँ पनि लड्छौँ।